हेलो गाइज, अब वेलकम ब्याक टु माई के भन्ने अब फर्स्ट ब्लग होइन। अब हामी चाहिँ आज छुट्टी भएको मौका पारेर हाम्रो यहाँ कम्पनीका दाईहरूसँग होइन, आदरणीय दाई भाउजूहरूसँग कहाँ जाने योदोको सायद हानगाङ खोमनमा जान्छ होला होइन। त्यतातिर गएर हट्टापट्टा यसो फोटोसोटो खिचेर दुई चारवटा भिडियो सिडियो बनाउने विचार थियो। अनि एक्कासी लो नि त ब्लग पनि बनाइदिउँ न त भन्ने कुरा आयो होइन। यो चाहिँ मेरो रुम हो होइन। हामी यहाँबाट चाहिँ कहाँ जान्छौँ भने अब एउटा दाइकोमा जान्छु होइन। अब कसको भन्छ म खुद रोशन हो, म रोशन अब रोशन दाइको रुममा जाँदैछ होइन। त्यहाँ गएर टक्क अब सरसल्लाह गएर कतिखेर हिँड्ने भन्ने कुरा हो होइन। हामी जानलाई चाहिँ अब सायद यहाँबाट बस चढेर अब हामी दक्षिण याक जान्छौँ। दक्षिण याकबाट अनि हामी चाहिँ अरू याकमा गएर त्यहाँबाट ओर्लेर अनि त्यहाँ चस्स हिँडेर हामी चाहिँ पार्कतिर जान्छौँ। अब जाउँ दाइको कोठातिर। तपाईँको विचारमा के छ भन्नुपर्छ खास आजको? हामी चाहिँ आज साकुरा फुलेको हेर्न जाँदैछौँ होइन। अब सबैजना आज स्याटरडे छुट्टी अनि यो वेदरमा जान्छौँ होला सायद होइन। तपाईँको हानगाङमा जान्छौँ हामी मस्तसँग डुल्छौँ। अब कोरियाको कामदार भइदियो हप्तामा 6 दिन गोरु गर्ने हो, गोरु जस्तो जोत्तिने हो, 1 दिन घुम्ने हो, मस्त चिल पक्कै हाम्रो दाइलाई। ल नो कमेन्ट। कति लजाएको क्या भन्नु कि भन्नु सब भाग्नु भएको छ। लगाइजी यो कम्पनीबाट चाहिँ अब निस्किन लागेको होइन। ल 7 बेरको बस रमाउँ पैसाको। ल कम गाइज है तिमीलाई अब यो फुल हेर्दाखेरि चाहिँ हेर्नलाई चाहिँ केले इन्ट्रेस्ट गर्यो त? ल हामीलाई मलाई त अब फुलको सिनले इन्ट्रेस्ट गर्यो। मेन कुरो फोटो। अब यहाँ कोठामा थन्किँदा दिमाग बोधो होइन, अल्ट्रा बोधो भइसक्यो। म मार्छ लाग्यो है। अघि बिहानसम्म त धुम्म थियो। रमाइलो भने त्यही हो, मसाजीतिर नजानु, फुल हेर्न जानु, फुलमा नभुल्नु, फुलको बास्नामा भुल्नु तर फुल जस्तीमा नभुल्नु। जिन्दगी जान्छ, अरू त्यही हो। अब बस आयो होइन। हामी चाहिँ अब बस आयो अनि हिँड्यौँ। मैले अगाडि भनिसकेको थिएँ यो चाहिँ हाम्रो फर्स्ट ब्लग होला सायद है। पहिलो ब्लग यहाँ कौल आइपुगेर रोशन हो फेरि बडा रोशन छोटा रोशन। ओके बस आयो। मान्छे बसमा चढेँ। बसमा यसो हाई भन्नु है। केही छ भन्नु ट्रेनमा यात्रा सक्यो है। अहिले बोल्न मिल्दैन। यो चाहिँ के अरे स्वर्गको नेता हो, अहिले बोल्नु मिल्दैन। नर्मलाई झऱ्यो होइन। यस तिनीहरू आउँदैसम्म बस्नु पऱ्यो है। यो चाहिँ ट्रेन स्टेसन कि 45को दक्षिणमा थियो। ल यसको कनेक्सन चाहिँ बनाएँ क्या अघि मैले। भोतक खाना आएको होइन त हामी। तिमीहरू भोतक खाने मान्छेहरू होइन तिमीहरू? कुनमा यो हो होइन, यो त क्याफे हो। यो कोरियन खाना हो त। हामी चाहिँ लाइनमा बस्यौँ। कति स्टिक बजाउने हो? हेलो गाइज, हामी चाहिँ अहिले यो खेङ्गिदोको रिजङ्बुमा छौँ। रिजङ्बु
थक्जाङबाट हामी चाहिँ अब जाने क्रम जारी छ होइन कति क्लास खाँदेर जाने घमाइलो पनि भइरहेको हुन्छ अहिलेसम्म खाने क्रम जारी छैन अब एकछिनपछि चाहिँ स्टार्ट हुनेवाला छ भनेर म जानकारी गराउन चाहन्छु हस् फ्लिप रहेछ कि क्यामेरा ल ट्रेन पनि आयो है अब हामी ल अब हामी ट्रेन चढ्दैछौँ ल हामी चाहिँ यो यिनीहरू स्टेसनमा छ है गाइजहरू ल यो चाहिँ खासमा मेरो ऊबाट जान्दा होला म मात्रै देखेकै छु यहाँ चाहिँ मैले नसमाउने रहेछ मेरो ब्लग हो तर दाइ धेरै देखिनु भएको छ किनकि मसँग अहिले फोन छैन गरिब छैन गरिब त छैन कोरियाको लाउने हो यो मैले अपडेट गरिदिरहेको क्या 3 नम्बर एक्जिटबाट निस्किन्छौँ अब हामी अब हेर्नु बैदे के छ त कतिवटा पुगिन्छ जस्तो भइरहेछ एक्साइटेड हो तिहार छ त त्यहाँ फुल हेरेर के अनि त्यहाँ सिडी छ त तिमीलाई नि हिँड्न मन लाग्यो हो र क्यामेरा अगाडि देखाउनु निस्कियो हामी मलाई त यिनीहरूले क्यामेराम्यान नि भने अब यस्तै फर्काउनु चाहिँ फेरि ओके है ऊ साकुरा यी दिने छ ल देखाउनु साकुरा तर यहाँबाट दिनेबाट छ हाम्रो बेहोस भए म बिउजौ है तिमी मलाई मन खोज छ बाटो तिमीसँगै हुनालाई आँखै नहट्ने कस्तो नाचौ नाचौ लाग्छ तिमीलाई देखेर साँच्चै हो कि सपनाको संसारबाट आयो तिमी मलाई यहाँ सताउन जुन तारा तिम्रो गीत के ओराए माया मन साह्रै लोभी भो तिम्रो आकृतिमा हाँसिराखा हेरिरहन्छु म मस्किराखा सुनाइरहन्छु म साँच्चै हो कि सपनाको संसारबाट आयो तिमी मलाई यहाँ सताउन बेहोस भए म बिउजौ है तिमी मलाई मन खोज छ बाटो तिमीसँगै हुनालाई आँखै नहट्ने कस्तो नाचौ जमाइज यहाँबाट हाम्रो नेपालले पनि धेरै कुरा सिक्नु चाहिँ पर्नेछ सौल सिटीको अब दक्षिण कोरियाको राजधानी सौलको एकदम मुटुमा हो कि यो चाहिँ
अब ल भनौँ न अब सिपमै रहेछ क्या हो यहाँ बोलाउँछ इलेक्ट्रिक हाङ सालन डाइनिङ ल सिपमा चाहिँ पुरै खानेकुराहरू सबै यहीँ छ इल्यान्ड क्रुज गर्नु पर्यो क्या गर्नु पर्यो हो पाइन्छ दाइ त्यहाँ ल फ्रीमा त बाटो होइन नि पूजा गरौँ ल ल ल ल पेट घटेर बिजक भए हामी पनि अब गएर पनि रामेन भस्काउँछौँ रामेन भस्काउँ ल हेरौँ न त अब तिमीहरूले के लिँदो रहेछ मैले हेरौँ न ल ल ल ल सिद्धर नै सिद्धर हो रामेन रामेन को खाने रामेन ल ओके ओके पुट सबै खाने परको राम्रो हुन्छ रातो छिन रामेन एकछिन है म चाहिँ यो चाहिँ म हाल्छु म चाहिँ खिम्ची रामेन खान्छु मासु त रामेन सबमा हुन्छ क्या त्यो गोरुको मासु हो। ल जम्मेन भेज हाने त यता किम्चीले हुन्छ किम्चीको खिम्चीको यो पनि यो हो स्याउको रेड पनि निकाल्यो ओके ल ठिक छ किन जुस खान्छौ भने नि अर्कै जुस खानेलाई ल ओके ल हामी चाहिँ समुद्रमाथि ओके 라면은 밖에서 드셔야 되는데 괜찮은데 그냥 가보기 라면은 outside, not in the building. 예 거기에서 하면 돼요 बाहिर 8,800원이요. बरं एकै ठाउँमा गरे नि भयो 추가 드셔서 13,800원이요. कति अरे 13,000 भनेपछि ठिकै हो है महँगो उस्तै होला रेट त बाहिर गएर उ त्यो चपस्टिक ल्याएछ ए लिएर आएछ 두고는 없어요 여기? 이거는 뜨거운 건 아니에요. 이건 안 되고 요걸로. 예, 고맙습니다. क्या राख्नु हुँदैछ हाम्रो चाहिँ भनेर ल उहाँले हामीलाई गाइड गर्नुभयो हामी चाहिँ अब रामेन लिएर सिपबाट क्रुजबाट बाहिर निस्के मेरो हात पोलिसक्यो होइन गाइजहरू अब टन्न हामी खाएपछि मात्रै के गर्छौँ त भिडियो बनाउँछौँ अब ओके यस इन्जोय ल हाम्रो आज घुमघाम सक्यो होइन त दाइ कडक हामी अब छुट्टेर घर जाँदैछौँ अब हामी जाँदैछौँ हेरौँ हेरौँ अब हामी कम्पनी फर्किँदैछौँ भोलिबाट जोत्तिनुपर्छ फेरि यस्तै छ जिन्दगी भोटेको गोरु हामी भोटेको गोरु हो जहिलेसम्म जोत्तिन सकिन्छ त्यति बेलासम्म भिसा हो त्यसपछि घर शीतल जोत्नु सकेन भोटेले पुछाउने उठेर लहर जाने ओके टाटा बाई